गरिदिनु हुनेछ भन्ने आशा राखेका छौँ। सबैलाई हामीले व्यवस्थित तरिकाले यहाँ राख्ने व्यवस्था गर्न सकेनौँ र यो कार्यक्रमलाई सभ्य र भव्य बनाउन पाल्नु भएको गरिरहनु भएको हामी देख्न सक्छौँ। र त्यस्तै गरी यछा थुपा हाम्रो प्रथम कृषक हो। चासोम हेन्मा सिली सेवा हवा। आज चाहिँ हाम्रो मास्टरको फिल्म बजारमा चाहिँ साकेला नाच्नको लागि हामी टुम्बिया टोली गइरहेछौँ। हाम्रो यो बाइक चाहिँ गाडी चाहिँ गइसक्यो। अब यहाँदेखि हाम्रो चाहिँ लगभग यात्रा सुरु हुन्छ सत्तरीबाट। सत्तरीसम्म चाहिँ अलिक बाटो अप्ठ्यारो थियो। अब चाहिँ यहाँदेखि उता चाहिँ सहज छ। ल अब हाम्रो अध्यक्षज्यूलाई भयो। सपनबाट यात्रा सुरु भयो है त। अब मैले पनि आजको दिन हाम्रो फिल्ममा विशेष दिन हुनेछ। हाम्रो अध्यक्षज्यूलाई अगाडि लगाएर चाहिँ हामी चाहिँ पछाडि के भयो हामी चाहिँ ट्याक्कै देखिरहेको चाहिँ हेर्नु टाढा हो। यो चारकोलको चाहिँ पुरै यो चाहिँ विशेषता हो क्या। यहाँदेखि यहीँ बाटो देखिँदैन। हिस्से मलाई चिठी लाग्ने बाटो भनेको चाहिँ यस्तो लाग्छ एकदमै गाह्रो। चारकोल इलामको गुम्टोले रेन्ज चाहिँ के भन्छ नि त्यही ठ्याक्कै क्या। बाटो चाहिँ बबाले बनाएको छ। राके टु भेरेटाको यो बिच बाटो बन्नको लागि प्रोसेस भएको चाहिँ धेरै वर्ष अगाडिदेखि थियो। तर पछिल्लो समय काम अलिकति चुस्त भयो पनि यो अहिले अब यो बर्खायामको लागि चाहिँ हिँड्नलाई एकदमै सहज भयो जस्तो महसुस गरेको छु मान्छे। ठ्याक्कै अहिले चाहिँ पञ्चमी नयाँ पञ्चमी आइसकेको छ। यसलाई घुच्चिसो पञ्चमी नै भन्छ। घरि घुच्चीहरूले बिरुवाहरूले गर्दाखेरि चाहिँ राम्रो देखिरहेको छ। तर पनि यस्तोमा छुट्टै खालको मजा हुन्छ यो। अब हाम्रो सांस्कृतिक त्यति धेरै कुरोहरू लाग्छ नि त। त्यही भएर पनि यस्तो कुरोहरू गर्दाखेरि अलिक फरक खालको इन्भाइरोमेन्टमा गएर जस्तो चाहिँ फिल चाहिँ हुन्छ कि। पहिला यो बाटो हामी चाहिँ खाजा खाने ठाउँ ठ्याक्कै यहाँ। अहिले त के हुन्छ लगुन होटलको खाजा खाने ठाउँ क्या। अनि यहाँ अगाडि अब खाजा खानेको बजार बिचमा यस्तो हिलो चाहिँ व्यवस्थापन नभएकै भन्नुपर्ने हुन्छ है। अनि त्यसमा पनि हिलो त बनाउनु नि हो बजारमा किन त्यो हुन्छ। हामी जनजाति भूमि पुजारी भएको कारणले गर्दाखेरि चाहिँ हामीले विभिन्न देवी देवताहरूलाई चाहिँ ढोक्दै जानुपर्ने हुन्छ होइन। यहाँ चाहिँ एउटा के भन्छ हनुमान ढुङ्गा भनेर चाहिँ पहिला लेख्नु हुन्छ। तर यहाँ पनि हामी चाहिँ ठ्याक्क अब चाहिँ राके आइपुग्न लाग्यो। राके आइपुग्न लाग्यो। अब चाहिँ तल ल आउनु ल। यहाँदेखि चाहिँ 2 दिन जस्तो लाग्छ मलाई। त्यो अगाडि परिरहेको छुर्पी डल्ले खोर्सानी अगाडि खोर्सानी डल्ले खोर्सानी ट्याक्क होइन। हेलो हामी चाहिँ राति 10 गरी अब चाहिँ जस्तो लिबु खोला हुन्छ पुरा लागिरहेछ। हाम्रो सुवासी अगाडि प्लान गतिमा दिइराख्नु भएको छ। हाम्रो ट्याक्कै गुम्बा डाँडा आइपुगेको अवस्था अहिले चाहिँ होइन। यहाँ मलाई एकदमै रमाइलो लाग्छ कि यो ठाउँ यो बाटो हिँड्दाखेरि चाहिँ रनिङ अनि सिन पनि बक्साल। अनि यो ठाउँलाई चाहिँ एउटा पर्यटकको हिसाबले राम्रो के फोटोहरू खिच्नको लागि
यहाँ के भन्छ आलु यो के भनेर के रोप्यो हो तर यहाँ स्तम्भ आलुको बनाएको छ विभिन्न जातिको भनेको छ यहाँ त होलाङ्गे आलु सेतो आलु के छ त यहाँ गुम्बा चोकहरू फरासी आलु होला एमएस आलु होला होइन त्यस्तो छ दामी लाग्छ मलाई यहाँ त एकदमै हाइट ठाउँमा आउँछ अब यहाँदेखि उज्जु झर्नुपर्ने हुन्छ यहाँ चाहिँ 86 फिट उचाइ छ है सौदी डाँडा भन्दै हाम्रो घरबाट देखिने डाँडा चाहिँ माथिको सिलौटी डाँडा है त्यहाँ चाहिँ चौतारा एकदम चौतारा चाहिँ त्यसको टावरहरू छ पहिला आर्मी क्याम्प ब्यारेक छ भन्थ्यो होइन आर्मी क्याम्प कुटुङ नगरपालिका यो ठाउँमा चाहिँ के हुन्छ भनेर देखेर एकछिन रेस्ट खानुपर्ने हुन्छ तल्लो छेउमा हान्दिउँ न पार्किङ हाम्रो ट्रेकिङ यहाँ हुने हो फिदिम बजार एक नजारा दामी देखिन्छ है फिदिम यहाँदेखि चाहिँ मेरो पनि अनुहार देखाइदिउँ न पुरै नाजुक भएको अवस्था घाँटी तन्काएकै छ पुरै गलेको तपाईँहरूलाई चाहिँ अब फिदिम पुगेपछि हाम्रो साकेला कस्तो हुन्छ देखाउँछु सुरु भयो नाना यात्रा भइरहेको छ नि दामी ओके हाम्रो जुन नाना हुनुहुन्छ अगाडि फेरि दाजु जान्छ गुरु हाम्रो यात्रा सुरु भयो लगभग अब हामी चाहिँ फेरि आइसकेको अवस्था हाम्रो गन्तव्यमा बनाउने भाइरल रोडदेखि झर्दैछौँ है हामी फिदिम वेलकम टु फिदिम बजार डिभिजन 1 कार्यालय यहाँ रहेछ हरियो वन नेपालको धन रुख रोपौँ वन जोगाउँ भन्ने मूल नाराको साथ साकेला नाचौँ संस्कार बचाउँ भन्ने अभियानमा हामी जान्छौँ आज चाहिँ होइन मेन रोड चाहिँ राम्रो बनाएको छ ठुल्ठुलो एकदमै त्यतिको चाहिँ हुनु पऱ्यो है जिल्लामा तर अलिक फोहोर मैला व्यवस्थापन चाहिँ राम्रोसँग नभएको जस्तो देखिन्छ कहाँनिर हो भन्ने कुरा चाहिँ म एकदम यहाँभित्र हो क्या हो उतापट्टिदेखि छिर्छ हौ दाइ सहिदगञ्ज जिल्लासम्म यहाँ नाच्ने हो र हेलो हेलो कतिखेर आइपुग्यो रेडी भइरहेको छ यहाँनिर खान रेडी भइरहेको छ स्पोर्ट चाहिँ यहाँ ठ्याक्कै चाहिँ ब्याडमिन्टन कपालहरू रहेछ जिल्ला समन्वय समिति भनेपछि जिपिस हल रहेछ अब चाहिँ हामी साकेलाका लागि रेडी भएको छौँ यता दुई भाइ छ अब परिक्रमा भइरहेछ होइन आज चाहिँ विशेष हाम्रो राईको उभौली पर्वको विशेष कार्यक्रम छ आज फिदिममा चाहिँ हामी यही फिदिम कार्यक्रममा चाहिँ
हाम्रो राई पोसाक लगाएर हामी चाहिँ सजिएर अब कार्यक्रमको लागि रेडी भएको छौँ। हेरिदिनु होला कस्तो हुन्छ। अब चाहिँ फेडासेडा लगाएर टक्क फुल ड्रेसअप यता हामी वेटिङमा छौँ। तर गर्मी महिनामा दौरा सौरा लगाएर हिँड्नु चाहिँ एकदमै गिद्दी हुने रहेछ है, गर्मी भएर होइन, पीडा सबलाई हप्पै भएर बसिरहेको छ। मेरो आउटफिट यस्तो छ। हाम्रो फिल्म 5 स्तरमा चाहिँ साकेला टोलीले चाहिँ परिक्रमा फिल्म परिक्रमा बजारको परिक्रमा गरेर आइसकेको छ। कार्यक्रम स्थलतिर लगभग अब प्रस्थान भइरहेको छ सबैजना। रमाइलो चाहिँ हुनुपर्छ। भिडियोको लागि छौँ। वेलकम वेलकम। यतिकै चाहिँ होला। हेलो हेलो ल सबैलाई वेलकम छ है त कार्यक्रममा। हाम्रो कार्यक्रम स्थल चाहिँ यता रहेको छ। टोलीहरू चाहिँ कार्यक्रम स्थलमा चाहिँ छिरेर अब सबैले उद्घाटन कार्यक्रमको उद्घाटन भइरहेको छ। बजाइदिनु नि, बजाइदिनु। सबैको अनुहार चाहिँ देखिनु पऱ्यो। अतिथि आसन ग्रहणलाई फेरि जोड्न चाहन्छु। किरात राई कार्यक्रम सञ्चालिका पास्तर जिल्ला कार्य समिति यायोखाका सचिवज्यू, विशेष आज निर्भर साकेला नृत्य कार्यक्रमका सभाध्यक्षज्यू, यसै कार्यक्रमलाई प्रमुख अतिथिको ग्यासमा आसेन विभिन्न नगरपालिकाका प्रमुख, विशेष अतिथिज्यूहरू, प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्ण जातजातिबाट प्रतिनिधित्व गर्नुहुने प्रमुख तथा प्रतिनिधिज्यूहरू, जिल्ला मास्टर कार्य समितिबाट पनि साकेला नृत्य कार्यक्रम होलीको विशेष गरेर होलीलाई जागिर गरेर बनाइएको कार्यक्रममा हामीलाई पनि नृत्य गरेर नृत्य दिनुभएकोमा जिल्ला कार्य समिति पाँचलाई धेरैभन्दा धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। हामीले विगतका केही वर्षहरूदेखि मात्रै आफ्नो संस्कार संस्कृतिहरूलाई बेजोडताका साथ मनाउँदै आइएको यहाँ हामी सबैलाई सहयोग गर्दैछौँ र आउने दिनहरूमा पनि साकेला मात्रै नभएर विभिन्न किराँत समुदाय मात्रै नभएर विभिन्न समुदायहरूबाट पनि आफ्नो चाडपर्व यसरी नै मनाएर भव्यताका साथ एक आपसमा भाइचाराको सम्बन्ध आदान प्रदान गरेर हामी अगाडि बढ्नुपर्छ। त्यो नै हो हाम्रो एउटा संघीयताको मूल मोडालिटी र मर्म पनि त्यही हो, त्यो पनि भन्न म चाहन्छु। र यसरी नै आउने दिनहरूमा अरू भव्यताका साथ उभौली पर्व मनाउन सकियोस् र जिल्ला कार्य समितिले मनाउन सकोस् भन्ने शुभकामना सहित छोटो मन्त्रीहरूलाई यहाँ गर्न चाहन्छु।
धन्यवाद। र यो कार्यक्रमलाई सभ्य र भव्य बनाउन पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म किरात
sili chongwa tesara sili liki sinmaram sucukwa sili angko lakalucia omeanggo grup kauda halusungyo sucukwa silian iralo hangna yolombor kusuk sibukta jarangkan yangsa kudia yang muyangsa busi malu yang tengka uraka duk halusungyo